अचम्मै छ हो। म चाहिँ बारीमा गएर कुरिपछि तिमी चाहिँ किन नआएको त? आउनु पर्दैन यत्रो बेरसम्म? किन आउनु पर्यो त्यस्तो हिलो हिलो खेतबारीमा? आउँदैन म त। के सुन्न परेको यो कानले पनि? अब खेती नगर्ने? नगर्ने अब म नगर्ने। के गरेर खान्छौ त अब? जेठो छोरा पनि काम नगर्ने, सहरतिर गए कान्छो छोरा के डुलुन्ठो भएर हलेर हिँड्छ? के गरेर खान्छौ? जान दिए नि त दानी मान्छेलाई। दानी मान्छेलाई डोलीले बाँधेर लाग्नु मिल्दैन। कुला गर्थे। अब कसले चाहिँ कमाएर ल्याएर खान्छौ त यसरी पलेटी कसेर? खेतबारी त भाँझै रहने भयो त। अब तिना हेर्ने चामल पैसा दिन्छन् अनि तिमीले मिठो मिठो पकाउने बुलाबुली बस्ने खाने। है यो जमाना पनि चिना हेर्न आउँछन् त कोही? ठ्याक्कै मिलेपछि हेर्न आउँदैनन्। मान्छे यत्तिकै लक्क लागेर आउँछ, लक्क लागेर। बुझ्नु सुन्नु छैन। ऊ आफ्नै छोरो काम नपाएर हल्लिएर बसेको छ, उसको चाहिँ भाग्य हेरिदेऊ न बरु। होइन आमा, यो बाउको नाटक हो कि के को जात्रा हो यो? सोध्न धेरै बाउलाई। काम पाइनस् बुढी, खोइ कुन्ने के भन्थे? ए आमा, हाम्रो बाउले साँच्चीकै मिलाउँछन् त? हेरिदेऊ न हो, हेरिदेऊ। कान्छो छोरो पनि हेरिदेऊ राम्रोसँग। नमस्कार है, नमस्कार गाण्डी ज्योति शिवा, नमस्कार। नमस्कार नमस्कार। तिनीहरू पनि भाग्य लेखन हेर्न त आएको होला नि, होइन ल? ओहो, ठ्याक्कै थाहा पाउनु भएको छ त? थाहा हुँदैन त? नाम तलेको गान्धी दुतिथी हुँ म। सबै कुरो पहिले थाहा हुन्छ। ल बत यहाँ आला। ल बत बत। लौ न ज्योति शिवा, मेरो भाग्य रेखा हेरिदिनु पर्यो। तैँले मुल त थन्दिएको मलाई। भेटीगाटी खै त आउँदैन? तैँले नै भेटीघाटी। यो यता पुग्ला, यता यता थनी थनी थङ्काचाले देखे त ध्याङ्गै देखे त यतापट्टि। भनेपछि त्यतापट्टि टुलो गएपछि आफ्नो घरमा त्यहाँ बसे त त्यो मिल्थ्यो त। भोलि नै मर्छ, पक्का भोलि नै मर्छ। त्यस्तो कुरा एकैचोटि भन्ने हो त? अनि मर्ने पनि दुईचोटि मर्छ त मान्छे, एकचोटि त मर्छ नि। नचाहने कुरो गर्छ। म दोती थिएँ होइन गाण्डेबा, भोलि नै मर्छु त? भोलि नै मर्छ, भोलि नै मर्छ। म ठ्याक्कै हेर्दै। होइन ज्योति शिवा, म भोलि नै मर्छु त भने। मर्छ, भोलि नै मर्छ। म भोलि कसरी मर्छु त? तात गएर मर्ने हो नि। मान्छे कसरी मर्छ? तात गएर मर्ने। त्यसो भए धर्म कर्म आजदेखि गर्छु म। ल तपाईँलाई धर्म कर्म गर्नु, तपाईँले बाँध्नु, तपाईँलाई पाप हलेको होला। गयौँ त धर्म गर्न सुरु गर्नु आधै बेला। बरु अङ्कल यसो मोबाइल सिक्रेट के छ दिइराख्नु अहिले नै। ए बाँच्नेमा आज मात्र होइन त? हो, आजै मात्रै हो मात्ने। अब भोलि मर्छ त। ल दा धर्म कर्म कसको के गर्नुपर्छ आधै कक्के लाग्छ। ल दा भोलि मर्छ। ए बुढा, कहाँ लेखा छ त्यस्तो मर्छ भनेर? हत लेखामा लेख्या त, हत लेखामा। तैँले जाने खालि तँ दोती कि म दोती थिएँ? ज्योतिष त तिमी हो, नचाहिने ठुलो कुरा नगर। चिया बना ले, एक कप चिया खा। ल उठ, चिया बना ले। पैसाले कमाएको छ। ए बाबु, रिचार्ज हाल्नु पर्यो। होइन, कहाँ रिचार्ज हाल्नुपर्छ? रिचार्ज हाल्नु त आफै कमाउनु पर्छ। ल उठिया भाग। हेलो, त्यो अमृत यस्तो मेरो पैसा दिनु पर्दैन, तैँले खायो हुन्छ।
त्यो ब्याज मलाई ब्याज पनि चाहिँदैन, तेरै छोराछोरीलाई पढाउनु यताउता गर्नु कपडा सपडा किन्ने मलाई चाहिँदैन। अब पैसा ब्याज पनि चाहिँदैन, सब पनि चाहिँदैन। हेलो कृष्णहरी, त्यो मसँग सापट लगेको पैसा मलाई दिनु पर्दैन, तैँले चलाएको मलाई दिनु फिर्ता गर्नु पर्दैन। अब ओहो अङ्कलले त नयाँ काम सुरु गर्नुभएको छ त। हो त नि, थाहा छैन तिमीलाई अहिलेसम्म? बिहानदेखि चिना हेरेर एक बाल्टी चामल कति पैसा जम्मै गोजीभरि हारिसके त नि। ओहो हो पो रहेछ त। ल अङ्कल मेरो पनि भाग्यरेखा हेरिदिनु पर्यो। अनि बेटीगाती ल्याएको त? बेटीगाती छैन नि ल्याएको। बेटीगाती नभए त त्यतै हेर्नु हाल्दैन है, हेर्नु हुँदैन त, हुँदैन नि। बेटीगाती ल्याउनु पर्छ। ल ल ल म छैन नराखिकन नि हेरिदिनु न। त्यतै हेरेको त दोकान मिल्दैन। नराखी हेरिदिनु त्यतै हेरेको दोकान मिल्दैन। ल ल अङ्कल त्यसै खाली हात के हेर्नु त। ल राखिदिनु। ल भएन? ठिकै त। अलि राम्रो हेरिदिनु है मेरो भाग्यरेखा। यता मङ्गलको घरमा दिलेपति, उता छङ्गिलको सङ्कटाको घरमा सङ्कटाको घरमा सङ्कटा। आमामा तिमी भोलि नै पहिला जान्छ। तिमी भोलि नै पहिला जान्छ। ल कस्तो नचाहिने कुरा गरेको के को भोलि नै जान्छ पहिला। हे तेरिका अङ्कल जे पाए त्यही बोल्नुहुन्छ। मेरो केटा नै छैन, कोसँग भोलि नै पहिला जान्छ। भोलि आउँछ के त? भोलि आउँछ के त? भोलि के हुन्छ? भोलि पहिला जान्छ। भोलि के त आउँछ? कस्तो केटा आउँछ त अङ्कल? ताल हात खुट्टा बाल हात नाक गलेको के त आउँछ। ल ठ्याक्कै त्यतै के त आउँछ भोलि। किन हाँस्यो नि तपाईँ? तिमी बेलामै पहिला जाने भएछ। किन तपाईँ साङ्ग्रो भएर म बसेर? साङ्ग्रो त भएको छैन, तर हाम्रो आमा बाउलाई उचाल्ने पचाल्ने मान्छे कम हुन्छ कि भनेर। बढी नबोले त अंश माग्ने मान्छे। अनि अङ्कल यति हो त मेरो कुरा? आजलाई यति हो। पहिला बेला आएपछि फेरि हेरिदिनु त हुँदैन? अङ्कल जे पाइँदै के हो सोफी? कतै धोका खायौ कि के हो? टुलाएर बसेकी छौ नि? के धोका खानु? कहाँबाट आयो कि नि? गान्टे ज्योतिष बाकोमा भाग्यरेखा हेराउन गएको। ती ज्योतिष बाले त 3 त्रिलोक नै देखाइदियो। गजब भएछ। मैले बुझिनँ नि, अलि बुझ्ने गरेर भन त। गजबै भयो नि, भोलि नै पहिला जान्छु रे म त। ए गजबै गजब। भोजै खानु पाइने भयो नि त। कसरी गजब हो र दाइ? गजबै हो नि। जन्ती लिएर आएर बिहा गरेको भएको भोज खान पाइन्थ्यो। ए बाबा धेरै नै जानी छन् कि हो? म पनि हेर्न जाउँ कि हो भोलि? जानु जानु दाइ, मलाई त भोलि नै पहिला जान्छस् भने ती ज्योतिष बाले तपाईँको अझै राम्रो हेरिदिन्छन् कि। जानु। कता हो रमेश? टक लाउनु हो कि हो? नलाएर के गर्नु? बुढीको कच 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 सुन्नुभन्दा टक लाउनु बेस। ठिक पारेर सकिनस्? मभन्दा कडा छ नि त बुढी। ए हो र? त्यसको उपचार त गर्नु पर्थ्यो। उपचार त त्यही हो नि, टन्न खाएपछि बजाउन सकिँदो रहेछ। आज टन्न ढोकेर दिउँसभरि थाकेको छु, एक गिलास खाएर पुग्लुको सुतिहाल्छु। जाने नालीतिर गएर सुत्ने। भटी अलिअलि दिने भात। त्यसको होटलमा त भालेको खुट्टा र रक्सी मात्रै छ। थुक्क लाल लाग्दैन? भोलिदेखि नखाइकन आउँछु नि त। के अरे? कति मुख चलाउँछस्? खोजे आऊ। मुख होइन हातै चलाउँछु नि। एक दिन होइन 2 दिन होइन, तर मैले जानेछु। के गर्नुपर्छ गर।
आन्टी होइन अनि आन्टी के भयो किन झोक्राएर बस्नुभयो खोइ किन तिमी चाहिँ कहाँबाट आयो तिमी म त ज्योतिषी बाकोमा गएर आएको भागेर हेराउन गएको मलाई त बौला बनाएर पठाइदिए किन ज्योतिषी बा झाँक्री पनि हुन्छ बौला बनाउन होइन उहाँ ज्योतिषी नै हुनुहुन्छ झाँक्री होइन नि अनि के भयो त मलाई त भोलि नै पहिला जान्छस् भन्दै ती ज्योतिषी बाले त ए हो र कि कतै ठिकठाक त पारी छैन आन्टी साइनो सपनै नभएको कुरा पहिला जस्तो जमाना भए पो घिसाएर गरेर लिएर जान्छ किन पहिला चाहिँ घर घिसाएर लान्थे र सुने त हो नानी अनि आन्टी हजुरलाई चाहिँ के भयो त नि घरमा कहिले शान्ति छैन कलह झगडा मात्रै तनापै तनाप तिनै गान्टे ज्योतिष कहाँ गएर देखाएको भए हुन्थ्यो नि त आन्टी ए तिमीलाई जस्तै मलाई पनि के भन्छन् कि तपाईँलाई त पहिला जान्छस् भन्दैनन् होला नि त आन्टी तपाईँको त बिहे भइसकेको छ खोइ त्यही भन्दै हुन्थ्यो बरु सुख त हुन्थ्यो कि अलि आनन्द त हुन्थ्यो कि जानुहोस् न त आन्टी एक माना चामल 200-400 पैसा बोकेर जानु नानी पैसा पो कति दिन्छन् कि कोनी आन्टी यसो 200-400 दिए भइहाल्छ नि थोरै पैसा दियो भनेर नराम्रो हेर्ने पनि कि राम्रो नहेर्ने पो हुन् कि राम्रो हेर्छन् जानु बरु गइहाल्नु हजुर के भनेको होला ती ज्योतिषी बाले होइन भिमे के हो नुन खाइसक्यो ए दाइ के नुन खानु भोलि नै सिल्टुपर खान्छ अरे दाइ कसले भनेको तिनै गान्टे ज्योतिषीले है कसले भनेको अलिक बुझिने गरेर भन्न भोलि नै मर्छ अरे क्या गान्टे ज्योतिषीले भनेको मर्ने दिन त यमराजलाई मात्रै थाहा हुन्छ जा आफ्नो काम गर के भने सुन्छ के भने भोलि मर्छ अरे तुप्ला गाग भालिन्छन् होइन हो यो सबैको भविष्य हेर्ने मान्छेले छोराको भविष्य हेर्न सक्दैन बिहे कहिले हुने रहेछ बिहे केटी पाएपछि भइहाल्छ नि केटीबाजी बिहे हुन्छ त चिन्तै नगर अरू मलाई थाहा छैन के काम गर्दा टन्न पैसा छापिन्छ मिथिन ल्याएपछि थापिन्छ क्या मिथिन ल्याएपछि टन्नै थापिन्छ कस्तो मिसिन लुगा सिउने होइन पैसा थाप्ने मिथिन क्या पैसा थाप्ने मिथिन ए बाउ मलाई बौला बनाउँछ कि क्या मैले बौला बनाउँदिनँ तेल तत्नी आएपछि बौला बनाउँथेँ तँलाई तेल तत्नी आउन दिएन त्यसो भए के गर्दा चाहिँ राम्रो हुन्छ भनिदेऊ नै भनिदेऊ मोबाइल ल्याउने अनि गेम खेल्दा सब ठिक हुन्छ मोबाइलमा गेम खेल्ने सबै ठिक हुन्छ नमस्ते ज्योतिष बा नमस्ते नमस्ते ल बस्नु अनि कति के कामले आउनुभयो त तिना भाग्य लेखाएर आउनु त आएको होला दुतिदी बा मात्रै होइन गान्ते दुतिदी बा भन्नु न गान्ते दुतिदी बा जे भने पनि भारी हो मेरो कुरा दशा हेरिदिनु पर्यो भेटीघाटी त राख्नु पर्यो नि म भेटीघाटी त राखिहाल्छु राम्रोसँग हेरिदिनु पर्यो तपाईँकोमा हात हेराउनु भयो त ज्योतिषलाई खै हेर्दैनन् मेरो त हात के हात अनि कस्तो के हेर्नु पर्यो त मैले ल भन्नु ठ्याक्कै भनिदिन्छु म मिल्ने कुरो थप्पै भनिदिन्छु ल भन्नु के हेर्नु पर्यो खोइ के हो रात दिन झगडा गर्ने कुट्ने कलह गर्ने न निन्द्रा पाउँछ न के पाउँछ राति जाँड खराएर झगडा गर्ने के भयो राम्रोसँग हेरिदिनु पर्यो ज्योतिषमा ए तँदै कुल्छ त अनि कतै खोइ निल जानु कतै घाउ चाउ त देखिनँ नि म कोही घाउ भन्नु यता दुखेर यता डन्डलाई दुखेर खुट्टा दुखेर यो हिँड्नै नहुने भएछ तँदै कुल्छ सधैँ कुट्छ ल त्यसो भए ल त्यसो भएदेखि यो कुरो अर्कै पर्यो एउटा मन्तल गरेर औषधि दिन्छु म त्यो औषधि खाने एकान्त त्यहाँभित्र औषधि लगाएको छ त तपाईँको कुन औषधि कहाँ राखेको छ के मेरो भाग्य चाहिँ नहेरिदिने त्यही त छोराको राम्रोसँग भाग्य हेरिदेऊ न भन्दा कहिले नहेर्ने कस्तो कुलो नबुझ्ने ल त नि त आमा छोला पनि ठ्याक्कै उतै ल त आमा छोला आफै लिएर आउने ल यो औषधि ल्याएको छु यो त
यो त ट्याक्क घल बुलो आउने बेला भयो कि यो दुईवटा यस्तो बनाउनेले दुईवटा काना खाने यसरी खाने अनि यो त्यो मुखमा हालेर त्यो पाला मुटु हाँसेर बस्ने बुलाले माया गर्छ। यसको पैसा चाहिँ कति पर्छ नि औषधिको पैसा? अब यसको त धेरै पर्ने हो। अब तपाईँ किनेको मान्छे अब 2 ताल चाहिँ दिनु न, 2 ताल चाहिँ दिनु। अनि कति कुल्छ त दिनमा? कतिचोटि कुल्छ? कतिको चोटि हो, कति चोटि हो? धेरैचोटि कुल्छ? त्यत्तिकै निम्बुजहरू कुल्छ। यो जतिचोटि कुट्यो उतिचोटि खाने हो? होइन, लगेर पहिला अब जाने बुढो आउनु लागेपछि मुखमा लाग्ने, कानमा त्यो टक्क लाखेर बस्ने। एकचोटि गले थङ्गेलाई पुग्छ। यसै राखेर ल यतिलाई पुग्छ। ल अब भेटी खाती दिनु जानु। पैसा दिनु नि त, पैसा दिन पर्यो नि त त्यसको। हाम्रो बाबु त झाँक्री पनि हुन् कि क्या? टुप्ला त्यत्तिकै चलाउँछ छोडिने बुझी। खोइ यो औषधि त पानी चाहिँ सङ्लो छ त। यो तेल पोखरीको मन्तल गरेको पानी हो। यसले तत्कै हुन्छ। ल जानु तेल मैले भने त गरिहाल्नु ठ्याक्कै तत्कै। ल त ज्योतिष बा, ल हस् त, नमस्ते। हस् हस् हस्, आउँदै गर्नु फेरि। हजुर हस्। अब पछि जडिया ठिक हुने हो। अब पछि जडिया ठिक हुन्छ क्या अरे। आज पनि मुख छाड्यो भने त्यसको बङ्गाले रहँदैन। के हो यो? आज त हेरिरहेको बोल्दैन त यो। भात पनि नबोलिदिने हो मलाई, तरकारी पनि कस्तो बनेको नि। के हो आज त? यो पनि खोज्दिनँ, बोल्दैन। हिजो बजाएकोले गाला पनि सुने कि क्या हो? मान्छे पनि थियो गएछ कि क्या हो? ठिक्क भयो, राम्रो भयो साथी, ठिक्क भयो, राम्रो भयो। होइन दाजु, तपाईँ सधैँ तिछरी यस्तो रिसाएर हिँड्नुहुन्छ, आज के हो? खुसी फुरुफुरु गर्दै हिँड्नु भएको छ? यो सबै बाबु गान्टे ज्योतिष बाबुको कमाल हो क्या। सबैले त्यसै भन्छन्। यता धेरै जाने रिजन के हो? म नि जानु पऱ्यो। जानुहोस् बाबु, जानुहोस्। नमस्ते गान्टे ज्योतिषबा, म त गाउँभरि हल्ला सुनेर आएको। मेरो पनि भाग्यरेखा हेरिदिनु पऱ्यो। लामलाई त थुनेर आएछ होला नि त। राम्रो नराम्रो अब सबै मेरो हेरेपछि बल्ल थाहा हुन्छ। दोकानले हल्ला आएको? हजुर। ए बाउ अङ्कलको विशेष तरिकाले हेर्नु होला है। जाने हुँदो रहेछ ल। लाग्छ नि त भेटी लाख। ल अरूको भन्दा म डबल लाग्छु। मेरो चाहिँ राम्रो छ, एकदम राम्रो छ, हेर्नुपर्छ है त। त्यो चिन्तै नगर, म गान्ते दोती हो, चिन्तै नगर त। जाने म ठ्याक्कै मेला दिइहाल्छु। यहाँ पैसा कमाउन सकिएन, म विदेश जान्छु। ल धेरै सोचेर भन्न लाग्नुभयो कि यो ज्योतिषबा? भनेपछि त पल्टी बिहान 7 बजेर 15 मिनटमा टाइट गरेर फुत्त निस्केर पैताको धोक्लो बोकेर आउँछ। खोइ भनेपछि त्यसले तोक्ला पैताको धोक्लो ल्याउँछ। हेलकेता यता बिलेटपट्टि, यता मङ्गल, यता तुले। ओहो, अनि यो चाहिँ के हो त? यो टाटा रहेछ, यो चाहिँ के हो? किन जाने भाइ हो? यसलाई नि दोती पलाउनु पर्ने त क्याले। अब तिम्रै पढाउ न, अब तिम्रै ज्योतिष लिने होला नि त मन त। भनेपछि अब तपाईँको मिलो। ल गयो नि त। साँच्ची हो नि गान्टे ज्योतिषबा, म त्यही साइड पारेर हिँड्छु,
तपाईँले भनेको जस्तै उहाँ गएर बुढाका बुढा पैसा कमायो भने तपाईँले राम्रो सुनको सिक्री ल्याएर म घाँटीमा लगाइदिन्छु। फलकै पर्दैन ल त। ए अङ्कल मलाई एउटा मोबाइल पनि है। ल हात थापिरास् त चाहिँ अहिले। नमस्ते ज्योतिषी गान्टेबा। कति उच्चो कुरा गर्छ नमस्ते गान्ते त तिमी भन्न सक्दैन। तपाईँ मान्छे नै उल्टो। कसैले उच्चो त भोलि मर्छस् भनेको होइन तपाईँले? अनि भोलि पो मात्र भने त यसलाई भोलि मात्र भनेको त भोलि आज भोलि भन्छ त भोलि मात्र भनेको त आज कहाँ हो त? हिजो अनि आज मर्छस् भनेको होइन? आज मात्र भनेको होइन भोलि पो मात्र भने त भोलि भनेको कहिले हो? भोलि होइन भोलि आज त आजै हो नि। त्यही त भोलि त आएकै छैन नि आज त आजै हो त बाबु। ए बाबा भएको ऋण पनि सबै मिना गर्ने भएको सम्पत्ति पनि सबै दान गरेर सक्ने। ए बाबा कहिले आउँछ त भोलि? भोलि मन लाग्छ त भोलि मन लाग्छ जा भोलि मन लाग्छ। मैले आज मात्र भने होइन हिजो मात्र भने होइन भोलि मात्र क्या। ए बाबा यो कुरा चाहिँ के रहेछ बुझ्नै गाह्रो भयो मलाई त। हिजोको आज भोलि होइन? आज त आजै हो कहाँ भोलि आएकै छैन। ए बाबा म बाउलाई सके कि के हो कि? ए बाबु यसको भोलि कहिले आउँदैन के त एकान्त यसको भोलि कहिले आउँदैन गयो भिडियोको भोलि कहिले आउँदैन। होइन र बुढा उठफट्याङ बुढा गर्नु चाहिँ कसले सिकाए? तमैले सिकाउँछ क्या तमैले तातै नै यस्तो ठुलो दामी चिया बनाएर दे दा। ए आन्टी खोइ ज्योतिषी बा खोइ के भएर आँटेर आएको छ यसरी? यतै हुनुहुन्छ होला त। ए सबै तिमी पहिला गएन? त्यही पहिला नगर त आएको त खोइ ज्योतिष बा बेकारमा भोलि नै म पहिला जान्छस् भनेर चाहिने नचाहिने कुरा गरेर भोलि जान्छ होला नि त। कहिले आउँछ त्यो भोलि? अहिले हाम्रै बाउलाई सोध्नु। खोइ तेरो बाउ कहाँ छन्? जा बोला लिएर आइज। बेकारमा मलाई भोलि पहिला जान्छस् भनेर हिजोका आज भोलि भनेको थियो भोलि कहिले आउँछ फेरि? भोलि त भोलि आउँछ त। हिजो जखाना हेरेर बेला मलाई भेटिदिएको थियो। नचाहिने कुरा नगर जा तेरो बाउले बोला लिएर आइज। होइन यो हल्ला खल्ला गरेर को आएको? के हो तपाईँको चालामाला? मलाई भोलि नै पहिला जान्छस् भने होइन? तालामाल त ठिकै त भोलि जान्थे त भोलि जान्थे भोलि जान्थेस् नि त के भयो त? त्यही त हिजो आज र भोलि भने होइन? खै त गएको म आज त यहीँ छु त। अनि त्यो त भोलि जान्थ्यौ त आज कहाँ जान्थ्यौ भने त मैले भोलि जान्थ्यौ तिमीले त भोलि पक्कै जान्थ्यौ तिमी भोलि पहिला जान्थ्यौ तिमीले त। गयो पहिला नचाहिने कुरा मलाई बौला बनाए जस्तो छ। भोलि नै आउँछ भोलि नै आउँछ क्या भोलि नै आउँछ ल त भोलि आउँछ तिमीलाई त्यहाँ तिमी भोलि पहिला जाने दिन भोलि आउँछ ल त। ए बाबु बाउको भोलि चाहिँ कहिले आउने रहेछ? भोलि भन्ने दिन कहिले नि आउँदैन। मलाई जे गर्नु छ आजै गर्नु छ। इङ्ग्लिसमा डायलग सुन्नु भएको छ कि नै? टुमारो नेभर्स कम भन्ने त्यस्तै हो। भोलि कहिले आउँदैन। जे गर्नु छ सबै आजै गर्ने। जति काम छ मानिसहरूले गर्ने सबै आजै गर्नुपर्छ। भोलि कहिले नै आउँदैन। हो र? ए बुढा म हेर त। गाड आयो? होइन कि होइन गजेन्द्र बाबु आएछन्। कसैले आयो अहिले? हेर न हेर उठेर हेर त उहाँ हेर न हेर। कति छिटो आएको त यसरी आउनु त नपर्ने हो। त्यही त कति छिटो आयो। नमस्कार गान्धी ज्योतिषमा। नमस्ते अनि कति छिटो आइछ त अति मात्रै गएको मान्छे। हजुरले हेरेर पठाउनु भएको साइट एकदम राम्रो भयो मलाई। विदेश जाने मलाई राम्रो कम्पनीमा परे पैसा धेरै कमाइ भयो। त्यो मलाई एकदम खुसी लागेर हजुरलाई म जाने बेला सुनको सिक्री ल्याइदिन्छु भनेको थिएँ। त्यो हजुरलाई दिन आएको त्यही भनेपछि त मेरो नयाँ मोबाइल पनि आयो होला। तपाईँको एकछिन म हेर्छु फोन भनेको चाहिँ आइले अहिले खोजिहाल्छन्। यो लाइट न त कस्तो हुँदो होला त?
पर्दैन राम्रो रहेछ। पर्दैन मलाई लाग्थ्यो मलाई बाबुले मलाई ल्याइदिएको त्यो मैले राम्रो दोकानै हेरेर ल्याएको त्यति पनि तिमीले लाउनु मिल्छ हस्त ज्योतिष म फेरि अर्कोचोटि जाँदा हजुरकोमा हात हेराउन आउँछु फेरि राम्रो भयो नि एउटा ठुलो प्राइज लिएर आउँछु हजुरलाई म धेरै राम्रो हेरिदिन्छु म धेरै राम्रो अनि अङ्कल त्यसमा ए तिमीलाई ल तिमीले ल्याइदिएछु नि मैले मोबाइल दिनै बिर्सिराखेको ल है ज्योतिष हस् म लागेँ ल तल्लास ए बाबा त्यस्तो नराम्रो गला ती बाटोमा के हुने त्यस्तो नराम्रो टाइट हेरेर पठाएको मान्छे यो कथली फल्केले यत्रो पैसा कमाएर ल्याएर त आमामा यस्तै टाइट बनाएर म पनि जाने हो पर्दै ए बुढो के हो के सोचे होला यो चाहिँ जोहाना कसको हेरेको नि छोराको हो मेलै हेरेको मेलै टुप्लो टुप्लो मेलै हेरेको ए बुढा कता हिँडेको तिमी झोला छोला बोकेर अब विदेश जानलाई विदेश जान्छौ विदेश गजेन्द्रको जति पैसा त्यसले कमाएर लिएर आउने विदेश जाने होला ए बोलाउ न बाउलाई बोलाउ ए बा विदेशबाट कहिले आउने त भोलि आउने भोलि भोलि अनि भोलि चाहिँ कहिले आउँछ त बाउ चाहिँ त्यही गजेन्द्र जस्तै साइड बनाएर हिँडेको होला पैसा कमाउन खै बाउले के साइड बनाइ के बाउको भोलि कहिले आउने हो कुनै ए आमा आमा होइन के भयो बाघा के हो होइन के हो होइन भने यो त होइन के भयो तिमीले के हालत पारेर आए यस्तो के गरेर विदेश गर्दा टन्न कमाएर ल्याउने भने के हालत पारेछ गजेन्द्र जस्तै साइड पारेर गएको होइन भने तिमी गएको हो नि अनि के हालत पारेर आयो त यस्तो टन्न कमाएर ल्याउने भने त ए बाउ भन त के भएको भोलि भन्छु भोलि आए घंटे बाद हमरा आए घंटे बाद हमरा आए घंटे बाद गाँव घर घूमेर आए घंटे बाद गाँव घर घूमेर आए घंटे बाद जाएंगे